नमस्ते अनि वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छौँ। आज होली विशेष दिनमा रङ नलाए पनि हामी यतातिर भलिबल खेल्न जाँदैछौँ होइन। अहिले हामी दुईजना मात्रै छौँ, अरू 4-5 जनाहरू अगाडि गइसकेका छन्, हामी अलि पछाडि छौँ। अलि भिडियो बनाउने भन्ने क्रममा 2-4 जनाहरू अगाडि गइरहेका छन्। यो चाहिँ हामी रेल लाइनतिर हिँडिरहेका छौँ यति बेला। यो चाहिँ रेल लाइन हो अनि यता रेल आउँदैछ अगाडिबाट, म तपाईँहरूलाई देखाउने छु। मेरो भिडियोसँग जोडिनको लागि चाहिँ युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु भन्न चाहन्छु र भिडियो कस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह अनि कमेन्ट चाहिँ गरिदिनु भन्न चाहन्छु। यो चाहिँ अहिले ओइल, पेट्रोल, डिजेल सबै बोक्ने चाहिँ भारतीय निगम रेल आइरहेको छ यति बेला यतातिर होइन। यो रेल हो, यो सबै चाहिँ पेट्रोल, सबै यो डिजल सबै बोक्ने गाडी हो। यो गाडीमा चाहिँ सबै यो सामान मात्रै बोक्छ, यसले तेल मात्रै बोक्छ पुरै। अनि यो चाहिँ नयाँ बन्दैछ, त्यही भएर यहाँ चाहिँ ठुला यो कङ्क्रिटहरू यता हालिरहेको छ। यो चाहिँ तेल बोक्ने गाडी धेरै लामो हुन्छ होइन, तपाईँहरूले देखाइरहेको छ। त्यो मान्छे बस्ने हुन् कि होइन, एम्बोरे लाउने त्यहाँ मान्छे बस्ने स्टेसन, बस पार्क हुन्छ त्यस्तै हो क्या यो। त्यहाँ धेरै ठुलो निर्माण हुँदैछ, रेलवे लाइनको कार्य धेरै ठुलो छ यतातिर। यो कार्य चाहिँ अलि कडा छ। पेट्रोल बोक्छ अहिले, पेट्रोल लेखिएर दिने पेट्रोल लेखेर। यो चाहिँ रेल खत्तम, यताबाट सकिएको छ। अनि चाहिँ एकदमै राम्रो छ। यतातिर रेल लाइन चाहिँ 2टा बनिसकेका छन् होइन यतातिरबाट। अब चाहिँ 3वटा बन्ने क्रम चाहिँ जारी छ। अहिलेसम्म चाहिँ 2वटा रेल लाइन बनिसकेको छ र अब 3वटा बन्ने छ बिस्तारै। करेन्ट चल्न लाग्यो त हालो हेऱ्यो।